हेलो हेलो नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल। आजको भ्लग चाहिँ भेरी कर्णाली नदी सङ्गमेश्वर त्रिवेणी धाम वारिपारीको सुन्दर बस्तीहरू देखाउँदैछु। यो गाइस, यो कैलालीको सबैभन्दा अग्लो डाँडा। म चाहिँ यहाँ यसो एक्लै आएको अवस्था, त्यही भएर मैले यहाँदेखि तपाईँ देख्न सक्नुहुन्छ। यो राम्रो क्यामेरा अहिले कस्तो हो भने बर्खाको टाइममा हुस्सु आएको कारणले गर्दा केही त राम्रोसँग देखिरहेको छैन। त्यही भएर मैले केही यति देखाउन गइरहेको छु। यता लम्की, यो यता धनगढी, यता धनगढी देखिन्छ। हेर्नु, यता टिकापुर लम्कीदेखि यताको बाबियाचोर, सुर्खेत, अनि माथि बिजौरा लगामी कर्णाली नदी तल यो, अनि यता जामुक। यो चाहिँ कैलालीको मोहन्याल गाउँपालिका वार्ड नम्बर 7। यो खोला चाहिँ बाँधेको खोला भन्छ यसलाई। अनि यो चाहिँ बडी गाउँको स्कुल त्रिवेणी मावि बडी गाउँ। अनि यता यो चाहिँ गाउँ। अनि यता जो देखिरहेको छ यो नदी, उतादेखि आएको चाहिँ भेरी नदी, यतादेखि आएको चाहिँ कर्णाली नदी। पारिपट्टितिर चाहिँ सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका वार्ड नम्बर 11 पर्छ। वारी चाहिँ कैलाली, पारी चाहिँ सुर्खेत। यो चाहिँ सुर्खेत जिल्लाको चौकुने गाउँपालिका वार्ड नम्बर 9 र 10 पर्छ। यो बिचमा चाहिँ पुल, चिप्ले भाइरल पुल भन्छ यसलाई।